रासोपाले बालिन शाहलाई प्रधानमन्त्रीको रूपमा सारेको छ होइन, काङ्ग्रेसले गगन थापालाई सारेको छ, ऊ पनि प्रधानमन्त्रीको लागि नयाँ हो नि त होइन। बालेन गगन थापा हामीलाई चोइस पाइयो नि त होइन। अनि गगन थापालाई चाहिँ मैले किन भने उहाँ पहिला युवा नेता भन्दै बुढाहरूले पेल्दा आफै वृद्ध नेता भइसक्यो, कपाल खोलिसक्यो। अहिले आफैले विद्रोह गरेर सभापति बन्यो नि होइन। यति गगन थापाले अस्तित्व नगरे भए महाधिवेशन, विशेष महाधिवेशन काङ्ग्रेस पनि जिरो हुनेवाला थियो। गगन थापाको र विश्व प्रकाश शर्मा, उहाँहरू दुईजना मलाई अझ बेस्ट त विश्व प्रकाश शर्मा लाग्यो क्या, मलाई कुनै स्वार्थै थिएन क्या, त्यस्तो हुँदैन क्या मान्छेहरू। अनि गगन थापा नि पहिला 61 मात्रै मन्त्री बन्यो, स्वास्थ्य मन्त्री, छोटो समयको लागि बन्यो, तर उसले राम्रै काम गरेको थियो। त्यो कारणले होइन प्रधानमन्त्रीको रूपमा उसलाई सारिरहेको छ, यता बालेन सारिरहेको छ, हामीलाई चोइस पाओस् न। पहिला चुनावमा हामीलाई कुनै चोइसै हुँदैन थियो कि, रेस्टुरेन्टमा गएर मेनु हेरेर लास्टमा मोमो र चाउमिन माग्यो भने जस्तै।